बैंकमा पैसा थुप्रियो तर किन लगानी गर्न डराउँदैछन् व्यवसायी? देशको अर्थतन्त्रमा अहिले एउटा अनौठो अवस्था देखिएको छ। बैंकहरूमा पैसा थुप्रिएको छ तर व्यवसायीहरू लगानी गर्न हिचकिचाइरहेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल बैंकिङ प्रणालीमा 13 खर्ब रुपियाँ भन्दा बढी ऋण योग्य रकम रहेको छ। ब्याज दर पनि झरेर करिब 6.5% मा पुगेको छ। तर यति सस्तो कर्जा हुँदा पनि बजारमा कर्जाको माग अपेक्षा अनुसार बढ्न सकिरहेको छैन। यसैले अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकेको संकेत गर्दछ। विज्ञहरूका अनुसार यो अवस्था लगानीकर्ताहरूमा आत्मविश्वासको कमी भएको संकेत हुन सक्छ। यही विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले उद्योगी, व्यापारी तथा बैंकर्सहरूसँग लगातार छलफल गरिरहेका छन्। व्यवसायीहरूले भने लगानी विस्तारका लागि विश्वासको वातावरण आवश्यक रहेको बताइरहेका छन्। उनीहरूको गुनासो छ अनावश्यक धरपकड र अस्थिर नीतिले लगानीको वातावरण कमजोर बनाएको छ। यस्तै ठूला परियोजना र जलविद्युत क्षेत्रमा नीतिगत सहजीकरण हुनुपर्ने माग पनि उठिरहेको छ। विज्ञहरू भन्छन् यदि पुँजी बजार बढ्यो भने बजार चलायमान हुन सक्छ। अर्कोतर्फ कालो सूचीमा पर्ने ऋणीहरूको संख्या बढ्नु पनि कर्जा प्रवाहमा बाधा बनेको छ। ऋण नतिर्ने र चेक अनादरका कारण धेरै व्यवसायी कालो सूचीमा पर्दा उनीहरूको लगानी क्षमता घटेको छ। सरकारका अनुसार नयाँ आर्थिक वर्षसँगै नीतिगत स्पष्टता आएको छ र आगामी केही महिनामा अवस्था सुधार हुने अपेक्षा गरिएको छ। समग्रमा बजारमा पैसा प्रशस्त भए पनि विश्वासको वातावरण बलियो नबनेसम्म लगानी बढ्ने संकेत कमजोर देखिएको छ। अब सरकार र निजी क्षेत्रबीचको सहकार्यले नै अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको छ।